यो बाटो बन्द नटेर बाटो त बन्नु दिनुपर्छ नि यार बाटो बन्नु सम्झौता गरौँ ल भन तर म कुरा गरौँ किन जान्दैछ यहाँ उठ किन उठिन्छ कति बलियो भास बलियो त बहुत पावरफुल रहेछ नि त्यो पावरफुल रहेछ नि त कसैले हल्लाउनु सक्दैन तँलाई जेसीले नि हल्लाउनु सकेन जेसीले नि हल्लाउनु सकेन तँलाई होइन हुँदा हुँदा स्थानीय सरकारले नि हल्लाउनु सकेन सरकारले नि हल्लाउनु सकेन नेपाल सरकारले हल्लाउनु सकेन मान गएको यार यो हो नि त पुरा यो रुख होइन यसलाई कसले चलाउन सक्छ पिचलाई यताबाट ढल्काइदियो यतापट्टि यता फेरि यस्तो यति लाग्छ यो राजा हो क्या राजा यसलाई चाहिँ यसले चाहिँ के भन्छ अरे भने चाहिँ मलाई यो बजेट चल्दैन मलाई छुट्टै बजेट चाहिन्छ भन्छ अरे यसले यति पावरफुल होइन यसलाई पावरफुल कसले बनायो भने चाहिँ पावरफुल कसले बनायो अरे भने चाहिँ यसलाई झोले नेताहरूले बनाएको अरे होइन झोले नेताहरूले पावरफुल कसरी बनायो भने चाहिँ कानुन बनाइदियो जुन कानुन बिना यसलाई हल्लाउनै सक्दैन देख्नु मात्र अब भनौँ भनेपछि यति लामो बाटोमा यो एउटा रुखमा त थिएन टमाटर त थिएन यहाँ कति थियो सब रुखलाई ढलाइदियो जेसीबीले ढलाइदियो कानुन त्यहाँ लागेन तर यसले चाहिँ कानुनलाई समात्यो क्या हजारौँ रुखहरू थियो होला नि त्यो बाटोमा त तर तिनलाई कसैले पनि तिनीहरूको केही लागेन कानुन सानुन सबलाई जित्यो प्रदेशीय सरकारले जित्यो स्थानीय सरकारले जित्यो भनौँ जेसीबी एक्लैले पनि जित्यो तर यो चाहिँ बलियो रहेछ क्या मान्नुपर्छ क्या यो रुखलाई चाहिँ यो ठुटालाई चाहिँ मान्नुपर्छ है भगवान् तँलाई चाहिँ मैले गोद्न खोजेँ सकिन्न रहेछ है भगवान् महान जस्तो बलवान रुख यो बलवान रुख चाहिँ के गर्नु पावरफुल रुख हुने यो हो क्या यो पावरफुल होइन त बाटो बङ्गाइदियो बाटो कसको के लाग्छ बाटो बङ्गाइदियो ठ्याक्कै देख्नु यति पावरफुल रुख है देख्नु पावरफुल रुख हुने यो हो क्या कसैको के लाग्छ त यहाँ अरे मान गए गुरु मान गए भन्नुपर्छ ल हेर्नुहोस् त ल तपाईँहरूले के भन्नुहुन्छ ल भन्नुहोस् त यो रुख चाहिँ यसको पावर कति रहेछ भने चाहिँ आफै थाहा पाउनुहोस् यत्रो बाटोमा होइन कति रुखहरू थियो होला त्यो रुख कमजोर भयो तर यो एउटा पावरफुल हो क्या होइन मान्नै पर्छ यो रुख चाहिँ